So hello everyone, welcome to my day 4 mini vlog. म चाहिँ बिहानै उठेर फ्रेस भएर मुखसुख धोएर यसो भ्लग स्टार्ट गर्छु भन्दै मैले यहाँ भ्लग आज चाहिँ म दिदी घर थिएँ। त्यसपछि मैले दिदी घरबाट सबै भ्यूहरू देखाएँ। हेर्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यति राम्रो छ। आजकल चाहिँ जहाँ त्यही यो धान पाक्ने सिजन भएर होला, धान चाहिँ यस्तो पहेँलो भएको छ धानहरू पाकेर। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ नरिवलको बोट छ। नरिवल चाहिँ अलिअलि फलिरहेको छ। नरिवलको बोट साथसाथै हाम्रो सुपारीको बोट पनि छ। त्यसपछि म कलेज आफू पढेको कलेजलाई देखाउँदै कलेज हुँदै मेरो कामतर्फ गएँ। त्यसपछि मैले आफ्नो कामहरू सबै कामहरू सकेँ र इफेक्ट लाउँदा त म पनि गोरो नै देख्छु है भन्दै अलिअलि हाँस्दै त्यसपछि म फेरि मेरो घरतर्फ गएँ। त्यसपछि यसो सिनेमेटिक भिडियो के बनाउँछु भनेको थिएँ, मेरो मोबाइलमा त सिनेमेटिक नहुँदो रहेछ। त्यसपछि मलाई पनि देखाएँ, हेर्नुहोस् इफेक्ट लाउँदा त म पनि ह्यान्डसमै देखिन्छु। र आज मैले मिनी भ्लग स्टार्ट गरेको डे 4 भयो। चाहिँ मेरो डे 4 मिनी भ्लग हो। सबैजनाले माया साथ सपोर्ट देखाइदिनु होला भन्दै फेरि म अघि बढेँ। त्यसपछि देख्न सक्नुहुन्छ यहाँ फेरि धानबारी आयो। यहाँको धानबारी चाहिँ अब अहिले चाहिँ धानको सिजन भएर होला, चारैतिर पहेँलै छ धान पाकेर। र अहिले धान काट्न पनि समस्या छ, अब दिनरात पानी आइदिरहेछ। अब त्यही भएर त्यसपछि म फेरि आफ्नो घरतर्फ अघि बढेँ र म फाइनल्ली आफ्नो घर पनि आएँ। देख्न सक्नुहुन्छ चाहिँ मेरो घर पछाडिको भ्यू। मेरो चाहिँ जङ्गल नजिकै घर छ। मेरो चाहिँ घर गाउँमा छ र गाउँमा भएर पनि होला एकदम चारैतिर हरियाली, यता हेऱ्यो भने हरियाली, उता हेऱ्यो भने हरियाली छ। लाली हाम्री प्यारी गाई हो भन्दै मैले गाईलाई पनि देखाएँ। त्यसपछि देख्न सक्नुहुन्छ चाहिँ हाम्रो काक्रो हो। र साथीभाइहरू आजलाई यति नै। आज मेरो डे 4 मिनी भ्लग पनि आज मैले एन्ड गर्न चाहेँ।